यो चाहिँ अम्लिसोको बोट हो। हजुरहरूलाई गाउँघरतिर सजिलै पाइन्छ अम्लिसो। यो आयुर्वेदमा हजुरहरूलाई महत्त्वपूर्ण जडीबुटी हुन्छ। हजुरहरूलाई थाहा नहुन सक्छ अम्लिसोको जरा टिबी रोगको लागि एकदमै महत्त्वपूर्ण मानिन्छ। अम्लिसो हामीले गाउँघरतिर सजिलै पाइने भएको कारणले गर्दाखेरि 45 दिनसम्म बिहान बेलुका यो हेर्नु होला। यो अम्लिसोको यो जरा छ। यहाँनिर जरा यहाँ मैले अघि निकालेको छु, खनिवरी निकालेको। यो अम्लिसोको जरा हो। यो जरा चाहिँ तपाईँले दिनमा 3-4 वटा बिहान बेलुका 3-4 वटा मजाले सिलौटोमा पिसेर तातो पानीसँग, मनतातो पानीसँग यो सफा गरेर मजाले पिसिसकेपछि मनतातो पानीमा हजुरहरूले एउटा सफा कपडा अथवा चिया छान्नेले छानेर बिहान बेलुका 1-1 गिलास खानुभयो भने 45 दिनमा तपाईँहरूको टिबी पुरै निको हुन्छ। हजुरहरूलाई यो टिबी रोग लागेको छ भने यो अम्लिसोको जरा रामबाण औषधि हुन्छ। हजुरहरूलाई अथवा गाउँघरमा कसैलाई टिबी रोग लागेको छ भने पनि हजुरहरूले सरसल्लाह दिनुहोला। र यो भिडियो मन पर्यो भने हजुरहरूले सेयर गरिदिनु होला। र आगामी दिनको लागि भिडियो बनाउनको लागि प्रेरणा मिल्नको लागि हजुरहरूको साथ सहयोग चाहिने भएको कारणले गर्दाखेरि एउटा सेयर अनिवार्य गरिदिनु होला। हस्त नमस्कार, धन्यवाद।